खरायो र भ्यागुताको कथा। एक सुन्दर जङ्गलको छेउमा सानो र सफा पोखरी थियो। त्यस पोखरीमा एउटा भ्यागुता बस्थ्यो। ऊ दिनभरि पानीमा खेल्थ्यो, पौडन्थ्यो र कहिलेकाहीँ घाम ताप्न किनारमा जान्थ्यो। भ्यागुता शान्त र बुद्धिमानी थियो। एक दिन जङ्गलबाट एउटा चञ्चले खरायो त्यहाँ आयो। ऊ छिटो छिटो दौडन सक्थ्यो र धेरै बोल्थ्यो। उसले पोखरी देखेर खुसी हुँदै भन्यो, आहा, कस्तो राम्रो ठाउँ। अब म पनि यहीँ बस्छु। भ्यागुताले नम्र स्वरमा भन्यो। साथी, यो मेरो घर हो। म पानीमा बस्छु। तिमी त जमिनमा बस्न सक्ने जनावर हौ। खरायो हाँस्दै भन्यो। किन नसक्नु? तिमी बस्न सक्छौ भने म पनि बस्न सकिहाल्छु नि। भोलिपल्ट खरायो पोखरीको छेउमा आयो। ऊ पानीमा हाम फाल्न सोच्यो। भ्यागुताले फेरि उसलाई सम्झायो। साथी, पानी गहिरो छ। तिमी भनेको किन मान्दैनौ? तिमीलाई गाह्रो पर्ला। तर खरायो मानेन। उसले हाम फाल्यो। पानी चिसो थियो। ऊ पौडिन सकेन। उसले हात खुट्टा चलायो तर अझै डुब्यो। भ्यागुताले तुरुन्त उसलाई सहयोग गर्यो। उसले खरायोलाई आफ्नो ढाडमा राखेर किनारमा ल्यायो। खरायो पुरै भिजेको थियो र निलो कालो देखिन्थ्यो। ऊ डराएको थियो। खरायोले लाज मान्दै भन्यो, मलाई माफ गर साथी। मैले तिम्रो कुरा मानिनँ। यदि मैले तिम्रो कुरा मानेको भए आज यस्तो हुने थिएन। अब मैले बुझेँ, हरेक जनावरको आफ्नै घर र आफ्नै क्षमता हुन्छ। मलाई माफ गर न साथी। खरायोको कुरा सुनेर भ्यागुता खुसी भयो र मुस्कुराउँदै भन्यो, ठिक छ, अबदेखि हामी साथी भएर बसौँ। तिमी जमिनमा छिटो छिटो दौड, म पानीमा छिटो छिटो पौडिन्छु। त्यसपछि दुवै मिलेर खुसी साथ बस्न थाले। खरायोले अब अरूको ठाउँको सम्मान गर्न सिक्यो।